ले चाहिँ मतलब एउटा कार्यक्रमको मात्र जानकारी दिँदैन, मलाई लाग्छ यसले प्रवासमा नेपाली समुदायको सक्रियता पनि देखाउँछ, होइन र? एकदम। र रोचक कुरा के छ भने यो उहाँहरूको 20औं वार्षिक उत्सव अनि फेरि 21औं स्थापना दिवस पनि ओहो, 20 वर्ष? हो। 2 दशक लामो यात्रा रहेछ। यो आफैमा ठूलो कुरा हो। अनि पत्रको सुरुमै उहाँहरूको नारा छ, एकदमै राम्रो। के छ नारा? स्याङ्जा सहयोग समाजको चाहना, विशुद्ध सामाजिक सेवाको भावना। कति प्रष्ट छ हेर्नुहोस् त। एकदमै। चाहना नै सामाजिक सेवा। र यो कार्यक्रम चाहिँ खै रमाइलो मात्र हैन रहेछ नि त, होइन? होइन होइन, पत्रमै प्रष्टै छ। यो कार्यक्रम अनाथ तथा असहाय बालिकाहरूको सहयोगार्थ आयोजना गरिएको हो। भनेपछि दोहोरो उद्देश्य भयो। मतलब उत्सव पनि मनाउने अनि सामाजिक काम पनि गर्ने। यो त राम्रो पक्ष हो नि। हो नि। प्रवासमा यस्तो देख्न पाइन्छ, समुदायलाई जोड्ने, रमाइलो गर्ने अनि सँगसँगै त्यो आफ्नो सामाजिक उत्तरदायित्व पनि वहन गर्ने। सही हो। अनि कार्यक्रम कहिले र कहाँ आउँदैछ? मिति तोकिएको छ 16 मे 2025 शुक्रबार। 16 मे? हो। अनि समय चाहिँ बिहान 11 बजेदेखि। स्थान कतारको ट्युनिसियन स्कुल सभा हल, अल्लक्तामा। समय स्थान सबै प्रष्ट छ। एकदम। अनि सांस्कृतिक कार्यक्रम पनि छ भनिएको छ। के हुँदैछ त्यतातिर? हो, छ। नेपालबाटै कलाकारहरू बोलाइएको रहेछ। चर्चित लोक तथा दोरी गायक पशुपति शर्मा। ओहो, पशुपति शर्मा। हो, अनि गायिका शर्मिला गुरुङ पनि। दुवैजना निकै ठूलो आकर्षण हुने भयो त कतारका नेपालीहरूको लागि। अवश्य। तर त्यति मात्रै होइन, उहाँहरूसँगै कतारकै मतलब स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहनेछ। त्यो त झन् राम्रो। राष्ट्रिय र स्थानीय प्रतिभा एकै ठाउँमा। हो नि। अनि अझै एउटा विशेष कुरा के छ भने परम्परागत नौमती बाजा। नौमती बाजा, वाओ। हो, त्यसको पनि विशेष प्रस्तुति रहनेछ। यसले त झन् मौलिकता थप्यो नि, होइन र? हाम्रो संस्कृति झल्काउने भयो। एकदमै। यो सबै तयारी हेर्दा त यो संस्था निकै व्यवस्थित देखिन्छ नि। निमन्त्रणा पत्र पनि कस्तो औपचारिक छ। विशेष अतिथिलाई बोलाइएको छ। महासचिव अध्यक्षको हस्ताक्षर सहित। पत्रमा महासचिव रोशन अर्याल र अध्यक्ष घनश्याम जेसीको हस्ताक्षर छ। यसले के देखाउँछ भने संस्था परिपक्व छ, सङ्गठित छ। 20 वर्षको अनुभव पनि त भयो नि, होइन? हो त। त्यो अनुभवले पक्कै पनि यस्ता कार्यक्रमहरू व्यवस्थित गर्न सिकाउँछ। प्रवासमा यस्तो संस्थागत निरन्तरता हुनु कहीं सजिलो त छैन। पक्कै पनि। भनेपछि यो निमन्त्रणा पत्रलाई हामीले एउटा कार्यक्रमको सूचना मात्रै भनेर बुझ्नु भएन। भएन। यो त कतारमा नेपाली समुदाय कसरी सङ्गठित छ, कसरी आफ्नो संस्कृति जोगाउँदैछ अनि समाजसेवामा कसरी लागिपरेको छ भन्ने एउटा झलक जस्तो भयो। एकदम सही भन्नुभयो। यसले देखाउँछ कि भूगोलले छेक्दैन क्या आफ्नो समाजप्रतिको माया र जिम्मेवारीलाई। बरु यस्ता कार्यक्रमले त समुदायलाई झन् नजिक ल्याउँछ, एकता बढाउँछ। हो, अनि आफ्नो पहिचानलाई पनि त जीवन्त राख्छ नि, त्यो पनि परोपकारी उद्देश्यका साथ। त्यही त। ल त्यसो भए संक्षेपमा भन्दा स्याङ्जा सहयोग समाज कतारले आफ्नो 20औं वार्षिक उत्सव र 21औं स्थापना दिवस मनाउँदैछ। हो, 16 मे 2025 मा दोहामा। तर यो उत्सव मात्रै होइन, अनाथ बालबालिकाको सहयोगार्थ हो र सांस्कृतिक रूपमा पनि निकै भव्य हुने देखिन्छ। पशुपति शर्मा, शर्मिला गुरुङ, स्थानीय कलाकार अनि नौमती बाजा, सबैको सङ्गम। यो कार्यक्रमले चाहिँ प्रवासमा सामाजिक सेवा र सांस्कृतिक गतिविधिलाई सँगै लैजान सकिन्छ भन्ने एउटा बलियो उदाहरण दिएको छ। हो, निरन्तरता र समर्पण देखिन्छ। एकदमै। यो सबै कुरा सुन्दा एउटा प्रश्न चाहिँ मनमा आयो। यस्ता संस्थाहरू जुन प्रवासमा यति सक्रिय छन्, यति सङ्गठित छन्, यिनीहरूले दीर्घकालमा नेपालको सामाजिक विकासमा अथवा सांस्कृतिक पहिचान जोगाउन कस्तो भूमिका खेल्छन्? कति प्रभावकारी होला? हो, यो निकै महत्त्वपूर्ण प्रश्न हो। यसमा हामीले नसोचेको सम्भावना पनि हुन सक्छ कि? यो अलि गहिरो सोचाइको विषय भयो। यो सोच्नुपर्ने कुरा हो। उनीहरूको भूमिका कति दिगो होला, कति प्रभावकारी होला, होइन भविष्यमा के होला? रोचक प्रश्न हो।